ल यता जङ्गल सफारी है सबैजना। यहाँ बाटो साटो केही पनि छैन है, यस्तो ठाउँमा हामी सबैजना हिँडिरहेको। माथि देवताथान जानु लागेको बाटो रहन्छ यहाँ। यो त ए हो मेरो नेपाल खै ऊ माथि पुगिसक्यो। ए हाम्रो कान्छी एकदम यहाँ हाम्रो साइले सुशीला कान्छी चाहिँ यहाँ ऊ हो के अरे प्रकृति लभर, प्रकृति नेचर लभर हो। यता छ हाम्रो साइली फेरि यो सफारी लभर। उसलाई चाहिँ एकदम हिँड्न भनेपछि दौडिहाल्छ। जात्रा भनेपछि फेरि उसलाई बिरामी भए पनि निको भइहाल्छ। ऊ जाने छ उसले लड्छ है। ओइ चक्कर चल्छ होला है तपाईँहरू उसमा नजानु है, टुप्पोमा नजानु है। उताबाट आउने हो। ओहो मुनि लड्ला भनेर यहाँ कत्रो भिड। यो भिड हाम्रो गाउँ चाहिँ ऊ तल हो। ऊ त्यो नामसपुरान भन्ने ऊ त्यो कौले हाम्रो यो पोखरे भन्छ। पोखरे कति राम्रो सुन्दर गाउँ छ यो पोखरे। बाटो एकदम राम्रो बनाएको छ। ऊ त्यो बाटो चाहिँ तल उता जोड्ने बाटो हो। पोखरै गच्च देखिरहेको छ। आज ऊ आएर के कति हाइटमा आइपुगिसक्यो हामी। हो शिवपुरी गाउँपालिका। यसले चाहिँ ऊ तल जति चाहिँ क्यामेराले भेटिरहेको त्यो सबै शिवपुरी गाउँपालिका हो। ऊ तलको बुद्ध पार्क जुम गरेर देखाउनु पर्यो यार। बुद्ध पार्क कस्तो देख्दो रहेछ। यहाँ हो ल हाम्रो ज्वाइँ साहब अनि एउटा बहिनी। ज्वाइँ साहब पनि एकदमै हिँड्न रुचाउने व्यक्ति हो। सुशीला बहिनी एक नम्बर हो। ऊ चाहिँ बेसरी हिँडेर समाजसेवी पनि हो। हाम्रो माइला अङ्कल फेरि ऊ माथि पुगिसक्नु भयो। यस्तो हिँड्न रुचाउने हाम्रो माइला दाइ पनि हो। माइला दाइलाई एकदम हो के प्रभुका त्यो माथिको त्यो तिनै हो। हामी जान लागेको चाहिँ ऊ माथिको भिरमा हो। त्यहाँ माथिको भिरमा ऊ त्यो पहरामा त्यहाँ मन्दिर छ। अनि कति मिनटको बनाउने कान्छी हो? कति मिनटको बनाउने? युट्युबमा हाल्नुपर्छ है, हुँदैन साइले? मेरो च्यानल छ त। पर्दैन जस्तो मलाई त। ए छोरीलाई हो
जङ्गल हो। हाम्रो साइलीको पेट पनि घट्ने भयो। काफल छैन अहिले, काफल फल्ने बेला होइन। काफलको फुल फुलिरहेको छ गाइस। जुका यस्तोमा आउँदैन नि, के अरे जुका त बस्ती भएको ठाउँमा आउने हो कि, यो जङ्गलमा बस्ती छैन, आउँदैन नि। ल बाटो यस्तो छ गाइस। गाइज अनि भैँसिज, बाख्राज। जङ्गलमा स्वर्गमै पुग्ने भने चाहिँ हामी हो, अरू चाहिँ सम्झिने, पानी छम्किने। हाम्रो त यो फ्यामिली टुर हो। अब आज यहाँ हाम्रो विजय कान्छालाई मिस भइरहेछ। विजय कान्छा छुट्यो अनि जेमिला कान्छी छिरिङ। डाँडामा आइपुग्यो हामी। त्यहाँ डाँडामा नजाऊ। डाँडामा आइपुग्यो।